Good morning everyone. Welcome to my YouTube channel after so long time. अहिले चाहिँ हामी ट्याक्सीबाट गइरहेछौँ साप्केयोकसम्म. साप्केयोकबाट चाहिँ हामी जाँदैछौँ केटिएक्समा सौलसम्म. अनि त्यस पछाडि त्यही हो, आज चाहिँ हामी गएर सौल घुम्छौँ. म चाहिँ कोरियामा आएको 6 इयर भइसक्यो, बट मैले चाहिँ अहिलेसम्म सौल घुम्न गएको छैन क्या. दिस इज माई फर्स्ट टाइम and I'm so excited. Yes. साप्केयोक. मेरो हस्बेन्ड चाहिँ अलरेडी जानु भइसक्यो कि हतार हतार. उहाँ हुनुहुन्छ मेरो हस्बेन्डजी. यता हेर्नु त. जहाँबाट चढे पनि 2 मा गयो हुन्छ फेरि. ल हेर्नु न, हजुरलाई ट्र्याक गरेर पछाडि आइरहेछ. बदतमिज लड्का. फाइनली हामी चाहिँ सौल आइपुगिसकेको छौँ. त्यो बिल्डिङहरू हेरेर थाहा पाउनु भइसक्यो होला तपाईँहरूले. मेरो ह्यान्डसम भएर भिडियो भएर चाहिँ अघि तबाट भए छैन रहेछ. सो हामी चाहिँ आइपुग्यौँ बुक्छोन भिलेज. सो अब हामी यहाँ हेलो बेब, कता हो हामी? हामी अहिले छौँ बुक्चोन माथि जाने हो अब. बुक्चोन भिलेजमा. ओके. गर्मी चाहिँ लास्टै रहेछ. कस्तो गर्मी छ. खरै हामी आधी घन्टा जति भयो होला, यस्तो गर्मी भयो कि पुरै छैन. सो गाइज, कहाँ हो? त्यही गाउँमा हो. गाउँमा हो. कस्तो भइरहेछ? ठिकै भइरहेछ. एक्सपिरियन्स कस्तो राम्रो भइरहेछ? नामसान टावर पनि देखिँदो रहेछ. हो त्यहाँ अझै माथि, त्यहाँ माथि यो नामसान टावर. त्यो चाहिँ नामसान टावर हो. अहिले चाहिँ हामी त्यहाँ जान्छौँ एकछिनमा. सौल टावर. लेट्स गो. ओ माई गड, हाम्रो नेपालमा पाउने चुप्पा फुल भन्छ हामीले. सो यहाँ चाहिँ क्याफे रहेछ क्या खासमा. कस्तो राम्रो फुल फुलेको. सो हामी चाहिँ आइपुग्यौँ मेन प्यालेसमा. यहाँ चाहिँ ठुलो बोल्नु मिल्दैन, सानो बोल्नुपर्छ क्या. त्यही भएर हो. गर्मी चाहिँ लास्टै धेरै छ, प्लस मान्छे पनि लास्टै धेरै हुनुहुन्छ. सो फोटोहरू पनि खिच्न पाएको छैन एकछिनमा. मेरो बुढोले भिडियो खिच्दै हुनुहुन्छ, तर मलाई ट्र्याक गर्नै सक्नु भएन. सो हामी जाँदैछौँ यता. अनि सो लास्टै गर्मी भएको छ. कपाल त मेरो यस्तो भयो क्यापले. गर्मी भएको छ. सो लेट्स गो देन. हामी जाँदैछौँ. मान्छेहरू एकदम धेरै हुनुहुन्छ. यति धेरै हुनुहुन्छ कि कुरै नगरौँ कि. लगभग हामी आइपुग्यौँ. अहिले चाहिँ यहाँ हो. दिस इज द प्लेस. आइपुग्यौँ. यहाँबाट देखिरहेको छ नामसान टावर. भ्यू चाहिँ एकदम दामी छ, तर गर्मीले यस्तो दिमाग खराब भयो है. पसिना भएको छ. सो या त्यही हो.
होइन मेरो बुढीले पर्फ्युमहरू किन्छस् भनेर मलाई म किन्छु भन्यो भने चाहिँ किनिदिन्छ अहिले चाहिँ तर लाउन चाहिँ दिँदैन कि फेरि मलाई चाहिँ फेरि एलर्जी हुन्छ होइन हरेक कुरा त्यही गर्ने यो यो के हो यो केलाई यस्तो मान्छेलाई के भन्छ होला भन्नु त यस्तो मान्छेलाई भन्छ साइकोप्याथ ए त हो साइकोपात साइकोप्याथ किन्ने कहाँ हो कता हो सो हामीले चाहिँ यहाँको भिलेज घुम्यौँ कस्तो लाग्यो त राम्रो लाग्यो अब फर्किनु लाग्यो हामी राम्रो लाग्यो सो मलाई चाहिँ ठिकै लाग्यो किन ठिकै लाग्यो भन्दाखेरि त्यही कोरियन ट्रेडिसनल घरहरू चाहिँ मैले पहिलेबाट देखेको हो नि त त्यही भएर पनि होला सायद मलाई चाहिँ ठिकै मात्रै लाग्यो